नमस्ते, म रविन्द्र ढुङ्गेल। चैत्र 15 गते पूर्व राजा पक्षधरहरूबाट भएको जनविद्रोह सम्बन्धमा म मेरो भनाइ राख्न गइरहेको छु। जनविद्रोह आवश्यक हुन्छ किनकि गणतन्त्र आएको 18 वर्षसम्म गणतन्त्रको आभास हामीले गर्न पाइरहेका छैनौं। गणतन्त्र भनेको राजाविहीन व्यवस्था मात्रै होइन। गणतन्त्र भनेको सीमित व्यक्ति र सीमित संस्थाको पहुँचभित्र, त्यसको कब्जाभित्र रहेको राज्य शक्ति चाहिँ आम नागरिक स्तरसम्म, आम जनस्तरसम्म पुर्याउनु भन्नेकै वास्तविक गणतन्त्र हो। र अहिले त्यो भइरहेको छैन। अहिले नेतातन्त्र मात्रै भइरहेको छ। गणतन्त्र आभास गर्न नपाएपछि त्यो प्रकारको विद्रोह हुनु, त्यो प्रकारको जनविद्रोहको उद्घोष हुनु आवश्यक पनि हो, त्यो स्वाभाविक पनि मानिन्छ। तर हिजोको प्रकारको जनविद्रोह चाहिँ अलि हिंसात्मक देखिन्छ। जनविद्रोह त्यो समयमा आवश्यक हुन्छ किनकि आम नागरिकहरू समक्ष, आम जनता समक्ष जसरी नेताहरूले सपना बाँडेका हुन्छन्, जसरी नेताहरूले एक प्रकारको घोषणा गरेका हुन्छन्, त्यो घोषणा मुताबिक काम नहुँदा, त्यो घोषणा मुताबिक चाहिँ उनीहरूले आफ्नो कार्यशैली प्रस्तुत गर्न नसक्दाखेरि चाहिँ जनताकै स्तरबाट, आम ग्राउन्ड नागरिक स्तरबाटै चाहिँ त्यो प्रकारको जनविद्रोह हुन्छ। त्यो जनविद्रोह फेरि विचारमा आधारित हुन्छ, त्यो जनविद्रोह फेरि गन्तव्यमा आधारित हुन्छ। तर हिजोको प्रकारको जनविद्रोह गन्तव्य विहीन देखिन्छ। हिजोको प्रकारको जनविद्रोहमा स्वयं पूर्व राजाले पनि त्यो प्रकारको उद्घोष नगरेको अवस्था देखिन्छ। राप्रपाले पनि त्यो प्रकारको अभियानमा सामेल नभइरहेको अवस्था देखिन्छ। त्यसकारणले हिजोको प्रकारको जनविद्रोह चाहिँ सेकेन्ड फेजमा आवश्यक हुन्छ। तर हिजोको जनविद्रोह नै फेरि विद्रोह नै होइन जी भन्नु मिल्दैन। विद्रोह हो, गणतन्त्रको विरुद्धको विद्रोह होइन। यो नेतातन्त्रको विरुद्धको विद्रोह हो, राजतन्त्रको पक्षधरको विरुद्धको विद्रोह होइन। यो सीमित नेताको कब्जाभित्र फेरि पनि राज्य शक्ति पर्न गयो है भनेर आम नागरिकहरूलाई म्यासेज, विश्व समुदायलाई म्यासेज डेलिभर गर्ने किसिमको विद्रोह हो। यो विद्रोहको मेरो तर्फबाट विद्रोहको समर्थन छ र त्यो प्रकारको विद्रोहको चाहिँ मेरो समर्थन छैन। त्यसकारणले म आम नागरिकहरूलाई, आम राज्यलाई पनि मेरो तर्फबाट अपिल छ किनकि यो कुनै पनि दिन जनविद्रोह हुन्छ। किनकि यहाँहरूले नेतातन्त्र छोडेर वास्तविक गणतन्त्रको आवाज नागरिकहरूलाई दिलाउन सक्नु भएन भने जनविद्रोह त हुन्छ। जनविद्रोह आज भोलि नभए पनि पर्सि त हुन्छ नै। त्यसकारणले जनविद्रोहको अलर्ट होइन, जनविद्रोह आउन नदिनका लागि यहाँहरूले नेतातन्त्र छोडेर गणतन्त्र ल्याउनु पर्यो। गणतन्त्रको अनुहारमा दाग देखिनु भएन। तपाईँको अनुहारमा भएको दाग पखालेर गणतन्त्रलाई सफा गर्नुहोस्, तब मात्रै जनविद्रोह आउँदैन। तब मात्रै आम नागरिकहरूले विश्वासको, यहाँहरूको विश्वासको र समृद्धिको सास फेर्न पाउँछन्। थ्याङ्क यू सो मच। धन्यवाद।